गाइस नमस्ते हजुरहरूलाई सबलाई नमस्ते। आजको न्यू भ्लग भन्दा लिएर आएको छु हजुरहरूको सामु। के भन्नुहुन्छ भने हजुरहरूलाई भन्छु। अब बिहानै उठ्यो 2:30 बजी उठ्यो, दाँत मुलो खुट्टा धुयो, कपडा लायो, आएर खानासाजा बनायो, खानासाजा भनौँ त्यो चट्ट लाएर ड्युटी आएर त्यस्तो। अनि सिसा ग्लास हुन्छ नि, अब यहाँको सिसा ग्लासहरू सबै होइन सबैले हेर्छ भन्नु म भन्दिनँ। चान्दुने काम भए पनि कुनै काम भए पनि गर्नुपर्छ। जस्तो भाडा मार्ने होस्, अर्को कपडा धुनु होस्, विदेशमा आएपछि गर्नै पर्छ। परिवारको लागि पाल्नुलाई त्यो त गर्नै पर्छ। त्यो गर्नु भनेर म आएको हो। अब कम्पनी राम्रो छैन, खाना त राम्रो छैन, सेलेरी पनि कम छ। सेलेरी कम भएर त्यही भएर अब म यहाँबाट 6 महिना 5 महिना पुरा भइसक्यो, भन्दा पनि 5 महिना भयो। अब यहाँबाट म सिधै अहिले अबुधाबी भन्दा नि अब हुन्छ नि काठमाडौँ त्यस्तै राजधानी जस्तै अबुधाबी दुबई भन्ने। अबुधाबी दुबई त दुबई हो। अब यहाँबाट म सिधै दुबई भन्ने ठाउँमा जाँदैछु। दुबई बुर्ज खलिफाको पछाडि एउटा होटेल भन्ने त्यहाँ छ अरे, त्यहाँ काम गर्नु जाँदैछु। मेरो आफन्त पनि त्यहीँ छ, आफन्त भएको ठाउँमा जाँदैछु। बिहानको सुबह हजुरहरूलाई मेरो नयाँ भ्लगमा स्वागतम छ। सपोर्ट र माया सबले गरिदिनु होला मेरो यो सानो भ्लगलाई। सपोर्ट र माया फर्स्ट टाइम हो। अब मजाले बोल्नु आउँदैन भनेर नहेर्नु होला। फर्स्ट टाइम बनाएको यतिको भ्लग भने पनि बनाउँदै हो, हिँड्दै हेर्नु देखेको होला हजुरहरूले। यही ठाउँमा बनाउँछु, यही ठाउँमा खोला अब हुन्छ नि पार्क खोला काम गर्ने मान्छेहरू फोहोर टिप्ने यस्तो गर्ने हुन्छ। हामी पनि यस्तै जिमभित्र सफा गर्ने र बाहिर सफा गर्ने जिम देख्नुभएको छ होला हजुरहरूलाई। मेरो पछाडि देख्नुभएको छ, यो जिममा मान्छेहरू धेरै आउँछ। भनौँ अब दुबई अबुधाबी दुबई सबैभन्दा ठुलो जिम। मान्छे फाइटिङ, बक्सिङ फाइटिङ, कराते जिम सिम सबै गर्ने ठाउँ यहाँ छ। यो चाहिँ कराते खेल्ने ठाउँ, यो जिसिसी रुम भन्छ। यतापट्टि बक्सिङ एरिया छ, बक्सिङहरू सिकाउने एरिया। कोचहरू धेरै नै आउनुहुन्छ हजुरहरू। हजुरहरूलाई यो अबुधाबी दुबई अब भन्ने ठाउँ कस्तो छ हजुरहरूलाई देखेको होला। यो ठाउँ छ, गाडी पार्किङ उता छ। तर म अँधेरोमा भएर बिहानै सुबह लागेको होला। भर्खर घाम लागिरहेछ, हेर्नु होला, देख्नुभएको छ नि भर्खर घाम लागिरहेछ। बिहान र बेलुका अति नै चिसो छ। बिहान र बेलुका अति नै चिसो छ। बस त्यही भनौँ, बिहान बेलुका अति नै चिसो छ। बिहान बेलुका अति नै चिसो छ। तर अलि दिउँसो चाहिँ अलिक घाम लाग्छ, त्यही गर्मी अलिअलि हुन्छ, त्यति हो। नेपालमा त लास्ट जाडो होला होइन, सबै ठाउँतिर पाहाड हिमाल तराई अब सबैतिर ठाउँ रमाइलो हुन्छ होला। हजुर हेर्नु लेडिज कस्तो छ हजुरहरूलाई। रिभर खोला सुकेको होला, त्यो पानीले बढ्छ त्यो रिभर पनि होइन हजुर। ल त आजको भ्लगमा यति नै स्वागत। तपाईँहरूलाई माया र सपोर्ट गरिदिनु होला सबले। आजको भ्लगलाई म यति नै समाप्त गर्न चाहन्छु है त।